हेलो व्हाट्सअप है। मैले चाहिँ आज एउटा राम्रो टपिकको बारेमा कुरा मन लाग्यो। कुकुर कुकुर चाहिँ कति मान्छेलाई मनपर्छ, कति मान्छेलाई चाहिँ मन पर्दैन। मलाई चाहिँ कुकुर देखेर रिस उठ्छ। मैले कुकुरलाई स्ट्रेट हेर्न नि नहुने रे। अब यसरी हेरे भुक्न थाल्छ। अब भुकेर मात्र हुँदैन, टोक्ने आउँछ। अनि मेरो कुकुरसँग रिस भने चाहिँ यो खास मेरो टोलको ल्यायो कि अर्को टोलको कुकुरले। त्यहाँ एउटा यस्तो कुकुर छ होइन, त्यसले मलाई देख्नै हुँदैन, 4-5 वटा कुकुर भुकेर जम्मा पार्छ अनि मलाई एट्याक हान्न आउँछ। झुक्केर कति वर्ष अगाडि मलाई थाहा छैन, झुक्केर होलीको दिन लोला लागेको थियो। त्यसपछि छोड्दै त्यसको टोलमा त आउनै दिँदैन मैले। अनि मलाई रिस उठ्ने चाहिँ आजकल कुकुरलाई कुकुर नि भन्न नपाउने रे। म ऱ्यान्डम बाटोमा लास्टै कराइरहेको थिएँ होइन, मैले यो मायासाला कुकुर कति कराउँछु, यति मात्र भने यति। एउटा केटी अफेन्ड भएर डग्स आर बेटर क्रिएचर्स देन यु के भन्ने म यसमा। कसरी मभन्दा बेटर। मैले बिच सडकमा कसैलाई लहाट्या छ? मैले बिच सडकमा कसैको खुट्टाको मासु तानेर लुस्या छ? मैले राति मान्छे सुतिरहेको बेला करार डिस्टर्ब गरेछ छैन नि। मलाई कुकुरसँग कम्पेयर पनि होइन, मैले त कुकुर भन्दा खतम रे। भयो मैले माफी मागी हिँडी होइन। बट तिनीहरूको फिलिङ्स, मेरो फिलिङ्स चाहिँ के, मलाई बोका मनपर्छ। मलाई पनि मनपर्छ, तिमीहरूलाई मन पर्न पाइयो, मलाई पनि पाइयो। त्यसो भए मलाई बोका मनपर्छ। तिमीहरू मलाई मनपर्ने जनावर बोकालाई खसी बनाउने अनि मटन भनेर पेल्ने, मैले जब कुकुर भन्न नपाउने। अनि अर्को कुरा, मलाई फेरि यो कुकुर पाल्ने मान्छे चाहिँ लास्टै मनपर्छ है। 2 दिन जान छ, म त्यही भएर बिहान उठेर पार्कतिर कुदेर जान्छु। कन्भर्सेसन स्टार्टै गर्न लाग हुन्छ, यो डग इज क्युट यस्तो भन्न लाग हुन्छ। भुकिहाल्छ त्यो म्यासले, भुकिहाल्छ। मैले देखिरहेको थिएँ त्यो अर्को केटाले चिकन लिएर आउँदाखेरि त्यसले बोल्न दिएको थियो भनेर मैले देखिरहेको थिएँ। म गयो खाली हात, बोल्नै दिँदैन म्या, भुकेर मार्न लाग्छ म्या। अनि त्यही भएर म एउटा दिनको एकदम त्यही भएर चाहिँ म तिहार कुरेर बस्छु क्या। तिहार आउँछ अनि म यिनीहरूलाई देखाउँछु। बट आजकल के भएको, मान्छेहरू सफ्ट भयो। तिहारको दिन पुलिसले हान्छ रेड पटेका पाउने पसलमा। एक त टोलमा जति पनि पटेका पाउने पसल थियो सबलाई हान्छ। अर्को कुरा, अनि मैले त्यो जब 5 रुपियाँको माल्टा पनि 15 रुपियाँमा किनेर ल्याउनु पर्छ। त्यो पनि मैले बालेर फ्याँकिसकेको हुन्छ। एउटा ऱ्यान्डम आन्टी उताबाट के गरे तैँले, अपराध गर्छस् अपराध। बुम। भयो के भन्ने।